म चाहिँ मेरो छोरी बिरामी भएर हस्पिटल लगेर जाँदैछु साथीहरू। मैले चाहिँ यहाँनिर नानीको बिल काट्ने ठाउँ चाहिँ यहाँ छ काउन्टर अघि काटेर यहाँ दिइरहेको छु। अब नाम बोलाएपछि चाहिँ टक्क नानीलाई लिएर जाने हो चेक गर्नलाई। देख्न सक्नुहुन्छ कति भिड छ। बच्चाहरूको लागि मात्रै हुन्छ हस्पिटल, त्यही भएर पनि भिड। मेरो छोरी यहाँनिर बसिरहेको छ। अस्ति 17 केजी थियो, अहिले घटेर बिरामी भएर घटेर भर्खर 15 केजी 900 ग्राम मात्रै रहेछ क्या। केही खानै मान्दैन बिरामी भएपछि, अनि त्यही भएर पनि होला। अहिले चाहिँ प्रायः सबैजना यो हस्पिटलमै ल्याउँछ त्यही भएर पनि भिड हुन्छ। सस्तो पनि हो, अलिक बच्चाहरूको लागि राम्रो उपचार हुन्छ। आज चाहिँ मैले फर्स्ट टाइम ल्याएको थिएँ यहाँनिर, धेरै सुनेको थिएँ। अनि आज चाहिँ ल्याइदिएको किन अनि पैसाको बस्छ नि क्युजको यो गार्डन छ नि त ब्युटिफुल। अनि यहाँनिर डुल्ने अरे अगाडि हिँड्दैछ ऊ चाहिँ, म चाहिँ पछाडि हिँड्दैछु। यहाँ चाहिँ कछुवा पनि रहेछ। ठुलो कछुवा देखेको होइन होला, सानै होला। लडिन्छ नि लडिन्छ। यहाँ चाहिँ राम्रो रोजहरू छ, तर अहिले यो स्याहार नपुगेर के पनि अलिक सबै चिम्रिक्क परिगएको रहेछ। राम्रो छ यो चाहिँ। ठ्याक्कै भन्नुपर्दा रेड क्रस भवनसँगै जोडिएको छ अस्पताल चाहिँ। उहाँ बाटो समस्या दामी। हामी चाहिँ यहाँनिर नानीको रिपोर्ट पर्खिँदै बसिरहेको। 3 बजीतिर मात्रै आउँछ अरे रिपोर्ट चाहिँ। अनि त्यही भएर अब के गर्नु त, टाइम पास गर्नु पर्यो भनेर यहाँनिर दमक्की छ बाल अस्पताल। आज चाहिँ हस्पिटल ल्याएर अलिक उज्यालो अनुहार भइरहेको छ मेरो छोरीको पनि। ल औ लडिन्छ नि। रिपोर्ट चाहिँ आइसकेको छ। रिपोर्टमा चाहिँ अब अरू सबै नेगेटिभ देखायो अरे, अनि यो डेङ्गु चाहिँ पोजिटिभ आइरहेको छ। तर अब त्यो समस्या त्यस्तो धेरै समस्या छैन। अब औषधिहरू लेखिदिएको थियो, दिनु खुवाउनु अब जाति छ भनेको छ। सो अब त्यो औषधि लिएर जाने घर। हामी त्यो औषधिको लागि यहाँ लाइनमा बसिरहेको छौँ। औषधि लिएको छ यो चाहिँ मेरो छोरी यहाँनिर चाहिँ यता सर्पले डसेको बिरामीहरूलाई उपचार केन्द्र हो यो चाहिँ। यहाँभित्र चाहिँ सर्प उपचार सेवा सञ्चालन भइरहेछ। हस्पिटलबाट आइसक्यो। मेरो छोरी चाहिँ यहाँनिर गलेर पुरा पल्टिरहेको छ चिसो भुइँमा। गर्मी भयो अरे त्यही भएर। हाई मेरो छोरीले चाहिँ जुस खाने अरे, अनि मैले यहाँ जुस बनाइदिन्छु। बनाना एप्पल अनि वाटरमेलनको जुस बनाइदिन आँटेको छु मिक्सचरमा ग्राइन्ड गरेर। गर्मी पनि छ नि त, त्यही भएर अब उसलाई डक्टरले फेरि अब जोडिलो कुराहरू चाहिँ खानु भनेर सजेस्ट गर्नुभएको छ। त्यही भएर मैले चाहिँ जुस बनाइदिँदैछु उसलाई। खान्छ खाँदैन बनाना वाटरमेलन अनि एप्पल एकैचोटि जुस यत्रो काट्दा पनि त्यो छुनु हुँदैन, त्यो चिसोहरू खानु हुँदैन नि फेरि। दिनैभरि घामेर सझा घटेन तिम्रो मैले आज चाहिँ ग्राइन्ड गरेर मिक्सचरमा जुस बनाउने अनि त्यहाँदेखि रेस्ट गराउने। हेरिदिनु भएकोमा थ्याङ्क यू भेरी मच। साथ सपोर्ट गरिदिनु होला भन्दै नेक्स्ट